आदरणीय दर्शकबिनहरू, मैले यो भिडियो मार्फत धेरै ठुलो सन्देश छोड्दैछु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो भिडियो हेर्दै गर्दाखेरि नेताहरूलाई पनि फाइदा हुन सक्छ, किनकि चुनाव नजिकै गर्दाखेरि यो भिडियोले पनि साथ दिन सक्छ, किनकि भोट माग्ने आधार पनि एउटा यो पुल पनि हो। उहाँहरूले कस्तो पुल बनाएको छु भनेर महसुस पनि गर्नुहोला। साँच्चै भन्नुपर्दा जाजरकोटलाई शक्ति बस्नेतले भने जस्तै नमुना बस्ती बनाउँछु, एउटा नमुना नगर बनाउँछु, नमुना नगरपालिका बनाउँछु भने जस्तै उहाँले यो नलगा नगरपालिकालाई पनि नमुनै बनाउनु भएको छ, पुल पनि नमुनै बनाउनु भएको छ। त्यो हामीले देखिरहेछौँ। पटक पटक मन्त्री हुँदा, पटक पटक सांसद हुँदा पनि यस्तो पुल बनाउनु उहाँको लागि एकदम भाग्यशाली कुरा हो, किनकि उहाँ अहिले पनि चुनाव लड्दै हुनुहुन्छ। सँगसँगै अन्य नेताहरू पनि चुनाव लड्दै हुनुहुन्छ। उहाँहरूलाई पनि सन्देश जाओस्, हामीले यस्तो पुल बनाएको छौँ, हामीले किन भोट माग्ने, हामीलाई जनताले आफै दिन्छन् भन्ने उहाँलाई महसुस होस् भनेर नै यो पुल मैले यो भिडियो बनाएको हो र यो पुल उहाँहरूले बनाउनु भएको हो। फेरि पनि अब यही पुलको आधारमा हामीले भोट दिनेवाला छौँ। तपाईँहरू भोट माग्न नआउँदा हुन्छ, किनकि हामीले यस्तो पुल पाएछौँ कि यो विश्वकै नमुना पुल हो। यो गुगलमा खोज्दाखेरि पनि सायद यही ठाउँमा मात्रै देखाउँछ होला यस्तो पुल, अन्य ठाउँमा देखाउँदैन। त्यही भएर तपाईँहरूलाई चाहिँ नि हामी